आज हामी सुटिङमा आइपुगेका छौँ। सुटिङका क्रममा हाम्रो यो भाग कति रहेछ? भाग 11 को षड्यन्त्र सिरियलको भाग 11 को सुटिङमा छौँ। यहाँ हुनुहुन्छ हाम्रो दाई। हेलो 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 दाई पुरै सुटिङको लागि रेडी हुनुहुन्छ होइन दाई? रेडी छु। रेडी हुनुहुन्छ? कलाकारहरू सबै आइपुग्नु भएको छैन, त्यही भएर एकछिन मिलेर बसिरहेको छ। त्यही भएर सबैजना आफ्नो आफ्नो काममा व्यस्त छन्। यहाँ हुनुहुन्छ हाम्रो क्यामेरा पर्सन प्रकाश सर फोनमा बिजी हुनुहुन्छ। यहाँ हुनुहुन्छ हाम्रो डाइरेक्टर मोडल तथा उहाँ चाहिँ हाम्रो सिरियलको डाइरेक्टर मोडल अनि विशेष हिरोइन पनि हुनुहुन्छ। उहाँ मेकअप गर्दै हुनुहुन्छ। उहाँ मेकअपमा व्यस्त हुनुहुन्छ। यसै गरी अब भित्र उहाँ हुनुहुन्छ हाम्रो कलाकार प्रकाश तिरुवा सर। हजुर सर। उहाँ करेला र सिमी हाम्रो राम सरको लागि है, यो विशेष गरी तरकारी। हाम्रो लागि त मासु छ, उहाँ चाहिँ मासु खानुहुन्न, त्यसैले सबै मिलिजुलेर मेरो काम चाहिँ आज तरकारी काट्ने भएको छ। उहाँहरू आज किचनतिर लाग्नु भएको छ। हाम्रो काम सुरु हुनुभन्दा एकैछिन अगाडि हामी किचनतिर पनि व्यस्त हुन्छौँ। सबैले खाएपछि बेलैमा होइन, अनि बल्ल पहिला पेट पूजा अनि त्यसपछि त्यसै गरेर यहाँ हुनुहुन्छ हाम्रो कलाकार तथा मोडल बसन्त सर। बसन्त सर पनि आज भान्सामा एकदमै बिजी हुनुहुन्छ। हाम्रो टेली सिरियलको प्रमुख पात्र हिरो। तपाईँले मात्र दुःख दिनु भनेर आज मैले भनेको। आज उहाँ भान्सामा व्यस्त हुनुहुन्छ। करेला फ्राई गर्दै हुनुहुन्छ। करेला फ्राई छ, यो तपाईँकै लागि हो, फिल नगर्नुहोस्। मेरो लागि एकछिनपछि पाक्छ, तर तपाईँले एक्लै खाएर सक्नुहुन्न होला, हामी नै खान्छौँ। हुन्छ हुन्छ, सबैजना मिलेर खानुपर्छ। हाम्रो गिरी सर फेरि भित्र आगो बाल्न आइसक्नुभयो। उहाँ पनि एकदमै उहाँलाई ढुङ्ग्रो चाहियो अरे। ढुङ्ग्रो व्यवस्था गरिदिनु होला। यो हाम्रो सुटिङको घर हो, एकदमै पुरानो घर, त्यही भएर अलिकति यस्तो छ घरको अवस्था। त्यही पनि हामी म्यानेज गरिरहेका छौँ। यो गीत पुरानो घर देख्दाखेरि एउटा गीत मलाई पुरिहाल्यो। हुन्छ। सानो सानो घर छ मेरो रुद्रपुरको गाउँमा, गोरे बाबु भन्दै मलाई बोलाउँछन् यो गाउँमा। नामले पाको कामले पाको कामी दाइको छोरो, हे नलाउ माया नखाऊ कसम मनै मेरो मर्यो साइले, ए साइले मसँगै जान्छेउ र मैले छोको खान्छेउ र। साह्रै मिठो गाउनुभयो। साह्रै मिठो गाउनुभयो। हामी सुटिङमा यसरी रमाइलो गर्दै 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 हामी काम गर्छौँ। कहिलेकाहीँ त के पिकनिक आएको जस्तो पनि लाग्छ होला सर है? उहाँ बसन्त सर पनि एकदम मिठो गाउनुहुन्छ। उहाँ पनि गायक पनि हो। विभिन्न महोत्सवहरूमा पनि उहाँको प्रस्तुति भइरहेको छ। उहाँ लोक स्टार कार्यक्रममा पनि उहाँ सहभागी हुनुहुन्थ्यो। र म चाहिँ अब फेरि यो चाहिँ को हो बोलिराख्ने भन्ने जस्तो पनि लागिरहेको होला तपाईँहरूलाई होइन? आफ्नो थोपडा पनि देखाउनु। मेरो थोपडा पनि म देखाइदिन्छु। त्यहाँबाट सर्ट प्रकाश सरले घुमाइदिनुहुन्छ यतातिर। थ्याङ्क यू सर, थ्याङ्क यू सर। बोलिराख्ने चाहिँ म हो। उहाँ नै हुनुहुन्छ। म चाहिँ उहाँहरू जस्तो डान्सर होइन, मोडल होइन। म चाहिँ एउटा साधारण मान्छे, साधारण कलाकार, भर्खर सिक्दै गरेको षड्यन्त्र सिरियलमा अहिले केही भूमिका निभाइरहेको छु। अब बिस्तारै सिक्दैछु, राम्रो हुँदैछ। दर्शकबिन उहाँ हुनुहुन्छ राम सर। उहाँको बारेमा भन्नुपर्दा अहिले यो चलिराखेको षड्यन्त्र सिरियल
को घरको एकदम जेठो छोरा है, आहा जेठो छोरा जेठो छोराको भूमिका उहाँले सर नुन धेरै नहाल्नुहोस् प्लिज। उहाँले फेरि नुन धेरै हालिदिएर खतम गरिदिनु भयो भने खानै सकिँदैन। गर्ने तरकारी हो। उहाँ चाहिँ घरको जेठो छोरा एकदमै राम्रो आफ्नो अभिनय प्रस्तुत गर्नु भएको छ र दर्शकबिनहरूले पनि त्यत्तिकै रुचाइदिनु भएको छ र ह्यान्डसम पनि हुनुहुन्छ। ह्यान्डसम पनि हुनुहुन्छ, एकदमै ह्यान्डसम पनि हुनुहुन्छ र उहाँको पारिवारिक जीवनमा उहाँको दिनचर्याहरू, उहाँको जागिर पनि एयरपोर्टमा छ है, एयरपोर्टमा उहाँको जागिर छ, त्यो चाहिँ हामीले भन्नै छुटाएका थियौँ। यदि दर्शक पनि तपाईँहरूलाई विदेशबाट सुन ल्याउँदै हुनुहुन्छ नि उहाँले खबर सुनका डल्ला डल्ला सुनका पोका पोका। यहाँ बसन्त सर हुनुहुन्छ, क्यामेरा पूजा गर्न रेडी हुनुहुन्छ, कहिले क्यामेरा पूजा गर्लान् भनेर पैसा चढाउँला भन्ने हतार छ। उहाँलाई पैसा चढाउनु हतार छ। यहाँ डिपार्टमेन्ट अफ अचार अचार बनाउनको लागि रेडी हुनुहुन्छ उहाँ। क्यामेरा पूजा पनि गर्ने, अचार पनि बनाउने। गोलभेडा पोलिसक्यो हो सर? अलिअलि मात्रै अलिअलि मात्रै पोल्नु छ उहाँले। अलिक राम्रो छ अलिक काँचो काँचै बनाउनु भइसक्यो हो भन्ने लागिरहेको छ। ठिकै छ। यहाँ हुनुहुन्छ हाम्रो प्रकाश सर, थ्याङ्क यू सर, यहाँ हुनुहुन्छ हाम्रो बुवा, थ्याङ्क यू, हाम्रो सिरियलको मेन पात्र अग्रज व्यक्ति हुनुहुन्छ उहाँ चाहिँ। यहाँ हुनुहुन्छ आमा। आमा आज अलिक कम बोल्नु भएको छ, नत्र अलि धेरै धेरै बोलेर बस्नुहुन्थ्यो। त्यस्तै गरी यहाँ हुनुहुन्छ हाम्रो प्रकाश सर, अर्को प्रकाश सर हुनुहुन्छ हाम्रो, फेरि दुईवटा प्रकाश हुनुहुन्छ। उहाँ क्यामेरा पर्सन, उहाँ कलाकार। उहाँ क्यामेरा रेडी बनाउँदै हुनुहुन्छ। हामी उहाँले क्यामेरा रेडी बनाएपछि अनि हामी क्यामेरा पूजा गर्छौँ। त्यस्तै गरेर यहाँ हुनुहुन्छ हाम्रो रेखा मिस, उहाँ धुप बाल्दै हुनुहुन्छ। क्यामेरा पूजा गरेर रेडी हुनुहुन्छ उहाँ पनि। हातमा फुल लिनु भएको छ, पैसा चाहिँ लिनु भएन उहाँ। खासै पैसा पैसा नि लिनु भएको रहेछ। अब हामी क्यामेरा पूजातर्फ लाग्छौँ। यस्तो हालत हुन्छ यहाँ सल बिछाइ बिछाइ गर्न यस्तो गर्नुपर्छ। गाई चरो सबै थियो यति एउटा दुलैमा जोड्या बाबुले र बाइकमा के बोल्ने के एउटा मान्छे हाम्रो षड्यन्त्र सिरियलका कलाकारहरू हुनुहुन्छ, उहाँहरू सबैजना पुरै कलाकारहरू चाहिँ आइपुग्नु भएको छैन। जति हुनुहुन्छ, जतिजना हुनुहुन्छ हामी त्यतिजनाबाट हामी सुरु गर्छौँ। चस्मा ल्याउन बिर्सेछु आज। ब्रान्डेड चस्मा थियो अमेरिकाबाट मगाएको। ल क्यामेरा बनाइ राम्रो छ। भगवान् सम्झिनु गरम न तुरुम बा हुन्छ एकदम रमाइलो बात। जय क्यामेरा भन्दै हो। खतरा हुनु पर्यो काम। आधी लाख आइसकेको छ एउटामा। अब यसमा आधी लाख आहा 1 लाख पुर्याउने हो। मेरो त्यो भाइले पनि मेरो धेरै सपोर्ट गरे भएर 700 को छ लगभग। बाबा ओम शान्ति बाबा, शिव बाबा रक्षा गर्नुहोस्, कल्याण गर्नुहोस्, घर परिवार सबैले पनि धेरै नभए नि 2 लाख जाने ढक्को राम्रो हो। कल्याण होस्। खर्चपानी मजाले हुन्छ हैन। पर एपिसोड 2 लाख गयो भने त आउला नि महिनाको 70 60 गाई म फुल घुमाउँछु यहाँ राम्रो छ। 70,000 मात्रै जान्छ भने पनि उता आउँछ होला हैन। सबैले हेरिदिनुहुन्छ, माया गरिदिनुहुन्छ, पर एपिसोड 1 लाख मात्रै गयो भने पनि खर्चमा त मजाले उठ्छ हैन। रक्षा गरौँ। यी के त्यहाँहरूले गर्ने छैनन् कि परमेश्वर परमेश्वरको सन्तानको कति लाउनु परमेश्वर सन्तान हो। ल ल ल ल ल ल गरिहालौँ न। ल जान्नुहोस्। बसन्त रेखा थापा मगर फोटो पनि जाओस् है। फोटो भन्दा नि आज विशेष गरी भिडियो मात्रै जान्छ। फोटोमा ध्यान ल सरहरू आउनुहोस् पालो पालो।
नमस्कार सर। नमस्कार। श्रीमानज्यू। नमस्कार है मिस, नमस्कार। उहाँले बेला बेलामा यस्तै गर्नुहुन्छ। अब यहाँ सर एकदम राम्रो भइरहेको छ, अझै राम्रो होस्। सबैले दत्तचित्त भएर काम गर्नुपर्छ होइन। 50 को रेसमा सबैलाई जागरुक ऊर्जा शक्ति भगवानले दिउन् केमा पुगौँ होइन ऊर्जा शक्ति सबैमा आओस्। हजुर ल 50 के पुगिसकेको छ, अब 100 के पुग्न हामीलाई धेरै सङ्घर्ष गर्नु नपरोस्, राम्रो होस्। पैसा पो छैन छैन। पैसा त यति भनेपछि त अब अरू होइन, यो एपिसोड चाहिँ अहिलेसम्मको टप बनाउनुपर्छ है भ्युजमा। ल उहाँले बसन्तले भन्नुभयो, बसन्तले बोलेको टक्क पारेर के अरे हामीले बोल्यो नि के अरे आमा के अरे बाउडेश्वरी भन्नुभयो। श्री बौडेश्वरी बाउडेश्वरी महादेव पनि सुन्नु। शिव बाबाको आशीर्वाद आमाको त सुनिरहनु भएको, त नयाँको पनि सुन्नुहुन्छ के ल। शिव बाबाको आशीर्वाद जस्तै आमाको मेकअप सेतो भयो होइन, त्यो मतलब यो किन हुन्छ, त्यो मेकअप तपाईँले त मिलाइहाल्नु त। कलर गर्दाखेरि त्यो कोठाभित्र त हतारा गरे पुरै त्यो छोडिसके। आज सबैले मिहिनेत गर्नु पर्यो है, एकदम मिहिनेत गर्नु पर्यो सबैले आज। होइन आमा होइन मेरो आज जसरी नै राम्रो गर्नु त्यो मेटाउनु के यो हेर्न फेस कस्तो हुन्छ डल्लोले पुछ्थ्यौ त नानु। हेर्नु त यहाँ हेर्दा त्यस्तो देखाएर क्यामेराले कस्तोले निकाल्ला। भगवान शिव बाबाले रक्षा गर्नु। डल्लोले पुछ्थ्यौ न नानु। सर्वदा खुसी रहनु, खुसी रमाउनु। प्रकाश सर जानुहोस्। मैले गरिसकेँ सर। गरिसक्नुभयो। तपाईँले परमेश्वरलाई धन्यवाद दिइसक्नुभयो। रहनुभएको हजुर मात्रै हो। सबैले गरिसक्नु भयो। छ्या, म त खिच्न त आउन्न। ल नि दादासम्म त यहाँ म त आमाको यसो मेरो उ गर्छु मसाज। अब हाम्रो राम सरको पालो आइसकेको छ दर्शकबिन। जय बाबा विश्वकर्मा। हाम्रो सिरियल राम्रो 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 हुँदैछ, अझै राम्रो 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 हुँदै जाओस् भन्दै आजमा गरौँभन्दा उत्कृष्ट होस् आजको। है। र आजको एपिसोड पनि हामी राम्रो गर्ने कोसिस गर्नेछौँ र भन्दै भन्दै पहिलाभन्दा बेटर गर्नु पर्यो। पहिलाभन्दा आज राम्रो आजको। सबैलाई नमस्कार, नमस्ते सबैको जय होस्। नमस्ते। 1 2 3 जय षड्यन्त्र। यो वनको जडीबुटी हो कि आमा, यो प्योर ओखती भनेको यही हो। के मिसाउने हो र मैले के सोच्नुहुन्छ सोच्नुहुन्छ। हेर्नु त यो कस्तो राम्रो छ यो ओखती। अनि त्यहाँ त्यो छोड हेर 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 यो काम नपाएकाहरू एउटा क्यामेरा बोक्यो, लखर 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 हिँड्यो, कसको बारीमा छिर्या छ, खेतमा छिर्या छ, सोध्नु छैन। अलिकति लाज शरम घिन भन्ने नि हुन्छ है, सोध्नु पर्दैन मान्छेहरूलाई। कसको खेत हो त थाहा छ, करायो भने के हुन्छ त्यहाँ। अलिकति सेन्स, कमन सेन्स भन्ने छैन मान्छेमा यार। मलाई लाग्छ मै जान्छु के भयो। आउनु तपाईँ पनि। यो हाम्रो झोरको सुटिङ स्पट यस्तो बवाल छ नि। यता सुटिङ, यता सुटिङ। यता उठिङ। म त खै के भइरहेछ।
एउटा मान्छेलाई फेरि नराम्रोसँग ठग्छु अनि अलिअलि पैसा बनाउँछु अनि त्यसपछि पैसा भएपछि म नक्कली पासपोर्ट बनाएर विदेशतिर छिर्छु अनि एउटा कुइरिनी बिहे गरेर उतै विदेशतिरै बस्छु त्यसो गरेर कसो होला